हाम्रो भाइ पनि हुनुहुन्छ। ल भाइ भन्नु न त केही। आज हामी घुम्न आइरहेको छु है। आज चाहिँ सत्यधारामा जस्तो हल्का घुम्न आएको। हामी चाहिँ आज हल्का घुम्न आइरहेको छु। यहाँ छु हो। अब जूको दृश्य चाहिँ तपाईँहरूलाई म देखाउने छु। यो चाहिँ अब है एकदमै दामी। 20 चेन्ज 20 चेन्ज त छैन होला त। छैन चेन्ज 50 छ। कति रहेछ भाइ? 220 राख्नु। कति लियो भाइ? 220 भनेपछि 110 चाहिँ हामीलाई 220 है। 220 रहेछ लोकललाई है। र त हेरिराख्नु होला है। हामी चाहिँ एकदम एन्ट्री गर्दैछु जूमा। आज चाहिँ फेरि हामी धेरै दिन बादमा चाहिँ भाइ र म है फेरि धेरै दिन जूमा आइरहेको छु। भेटेर चाहिँ अब जू निस्किदिएको है। हेर्नु सक्नुहुन्छ तपाईँहरूले भिडभाड चाहिँ मजाकै भइरहेको छ। तर पानी आइदिएन भने चाहिँ ठिकै छ। पानी आयो भने चाहिँ बिजोग छ। टुरिस्ट चाहिँ आएकै हो। टुरिस्ट चाहिँ पुरै छ है। नमस्ते गाइस। र म कहाँ आएको छु भन्दाखेरि चाहिँ दार्जिलिङ जूमा आएको छु। र जूमा आएर चाहिँ म तपाईँहरूलाई यहाँको जति पनि एनिमल्सहरू छ है तपाईँलाई देखाउने कोसिस गर्छु। र मेरो भिडियोलाई चाहिँ मन पऱ्यो भने सेयर लाइक कमेन्ट गरिदिनु होला है। र हेर्नुहोस् अब है तपाईँहरू के चाहिँ रहेछ देख्नु कोसिस चाहिँ गरिरहेको छु। यहाँ हेर्नुहोस्। यहाँ चाहिँ एउटा यो अब यो के जन्तु हो? नाम चाहिँ अहिले भनौँ ल हो। नाम चाहिँ थाहा छैन। त्यो जन्तु हेर्नुहोस् हो। यहाँ एउटा रहेछ। तर जाडोले गर्दाखेरि चाहिँ सायद भित्र बसिरहेको होला। हल्का पानी आउला जस्तो भइरहेछ। अरू जग्गा पनि भालु चाहिँ यहाँ हेर्नुहोस्। हिमालयन यो रहेछ है। यो हेरिहाल्नु भयो बोटमा है। यहाँको चाहिँ उहाँहरू दुइटै मात्रै रहेछ अहिले चाहिँ है। र तपाईँहरूलाई म अझै देखाउने कोसिस गर्छु के रहेछ। यहाँ पारी पनि रहेछ। यहाँ पनि रहेछ। सेम हो है। यहाँ चाहिँ कति हो? 4टा रहेछ है। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। तर म तपाईँहरूलाई भालु पनि देखाउने थिएँ। तर आज भालु चाहिँ अब निस्केको छैन रहेछ है। त्यसले गर्दाखेरि चाहिँ हेरौँ अझै माथि गएर चाहिँ के कसो रहेछ हेर्दै जाउँ। र आजको दृश्य चाहिँ एकदमै राम्रो भइरहेको छ है। पानी पनि हल्का पर्ला जस्तो छ। तर एकदम मौसम चाहिँ राम्रो छ। टुरिस्टहरू पनि बेसी मात्रामै छ है। र यहाँ तल तपाईँले देख्न सक्नुहुन्छ है। यहाँ यसलाई चाहिँ अब के भन्छ? यो चाहिँ बोटमा छ है। बोट पनि देखाइदिउँ न। यहाँ हेर्नुहोस् नि बोटमा हो। यहाँको नाम तपाईँले देखिहाल्नुहुन्छ है। र एकदम अब यो तपाईँले देख्नुभयो है। यो देख्नुभयो। अब अर्को अलिक माथि गएर चाहिँ तपाईँहरूलाई अझै राम्रो के छ त्यो देखाउने छु। र मेरो भिडियोमा चाहिँ बनिरहनु होला तपाईँहरू है। हेरौँ अब भिडभाड पनि ठिकठाकै छ। राम्रै छ। त्यति जाडो छैन। मजाको मौसम भइरहेको छ है। र तपाईँहरूलाई यहाँ तल पनि देख्नुहुन्छ। यहाँ बोट तपाईँहरूले हेरिहाल्नुहोस् है। त्यसको नाम यसलाई के भन्छ भन्दैन। यहाँ बोटमा तपाईँहरूले ठिकै पढ्नुहोस्। र यहाँ तल भित्तामा चढ्नु हुँदै रहेछ। एकदमै मजाको दृश्य भइरहेछ है। एकजना एउटाले चाहिँ ऊ तल घाँस खाँदै रहेछ। र ठिकै छ। अर्कोपट्टि पनि जाउँ है। अर्कोपट्टि पनि गएर चाहिँ लु त्यहाँको पनि एकदम दृश्य तपाईँहरूलाई यहाँ देखाउने छु। र तपाईँहरू जहाँ कहीँबाट पनि हेर्नुहुन्छ भने एकपल्ट चाहिँ यो दार्जिलिङको यो जूमा चाहिँ तपाईँले भिजिट गरिदिनु होला। किन एकदम राम्रो राम्रो एनिमल्सहरू यहाँनिर छ है। हाम्रो एकदम यहाँनिर तपाईँले है यहाँ बोटमा देख्नुहुन्छ है। त्यसको नामहरू सबै लेखिदिएको छ। र तपाईँहरूले यहाँ तल देख्न सक्नुहुन्छ। यहाँ एकदमै मजाको कतिवटा छ? 1 2 3 4 5 6वटा छ है। 6वटा तपाईँले देख्नुहुन्छ है। यहाँ आउनुहोस् गाइड छ है। यहाँ एकदम नेचरले आर्टिफिसियल भए पनि एकदमै राम्रो थियो है। यो बनाएको रहेछ है। एकदमै साह्रै मजाको बनाएको रहेछ। यो तपाईँहरूले दृश्य यहाँ हेर्नुहोस् है। एकदम राम्रो। उहाँहरू एकदम फोटोहरू खिच्नु हुँदैछ। र हामी पनि एकदम इन्जोय गरिरहेको छौँ।
र यो चाहिँ हाम्रै भेलीमा हाम्रै पाहाडमा है दार्जिलिङ जू है म पनि आएर चाहिँ तपाईँहरूलाई यो देखाउनुको यो भिडियो बनाउनुको रिजन चाहिँ के छ भन्दाखेरि हाम्रो आफ्नै जग्गामा चाहिँ है यो जूमा चाहिँ अब के कुरो चाहिँ यहाँनिर रहेछ भन्ने तपाईँहरूलाई एउटा भिडियो मार्फत दर्शाउने कोसिस गरिरहेको छु है देखाउने कोसिस गरिरहेको छु र मेरो भिडियोमा चाहिँ तपाईँहरू बनिरहनु होला है मन पऱ्यो भने सेयर लाइक कमेन्ट गरिदिनु र यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ देखिनँ अहिले है यहाँ चाहिँ खाली छ सायद उतापट्टि होला यहाँ चाहिँ के भन्छ यहाँनिर बोट छ है तपाईँहरूले यहाँ बोट पढ्नु सक्नुहुन्छ र यहाँ चाहिँ सायद यो भित्र रहेछ यो भित्र है बोटभित्र रहेछ अहिले उनीहरूको उठ्ने टाइम चाहिँ भएको छैन रहेछ बिस्तारो उठ्छ अरे उनीहरू चाहिँ हो अब ब्याग आउँदाखेरि चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गर्छु र यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ हौ देख्नु भएन गाइस यो ठुल्ठुलो छ है कतिवटा तिनवटा एउटा सानो बाछी पनि रहेछ 4टा यो चाहिँ एकदमै राम्रो अब यो के हो यसको लागि चाहिँ अब तपाईँहरूको म बोर्ड देखाउँछु है बोर्ड पढेर तपाईँहरू आफै बुझ्नु होला यहाँ बोर्ड चाहिँ यहाँ छ है अन्त गाइस अब चाहिँ यो माथितिर जाउँ है यो माथि चाहिँ के रहेछ तपाईँहरूलाई म देखाउने कोसिस गर्छु धेरै दिन बाद आएँ म पनि है सायद अब 1 साल 1.5 साल भएको थियो होला म नआएको तर धेरै नै चेन्जेस भइसकेको रहेछ है र तपाईँहरूलाई अब के कस्तो लाग्छ तपाईँहरूले गर्नुहोस् इन्जोय गर्नुहोस् र एकपल्ट चाहिँ भिजिट गरिदिनु होला तपाईँहरूले पनि दार्जिलिङको जू है एकदमै राम्रो एनिमल्सहरू छ र यहाँ चाहिँ के रहेछ है यहाँ चाहिँ हेरौँ यहाँ चाहिँ ऊ तल बसिरहेछ है तल यता पनि रहेछ बिचराहरू गाडो भयो कि के भयो है यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ बोर्ड चाहिँ यहाँ छ र बोर्ड चाहिँ तपाईँहरूले हेर्नुहोस् र आफै पढेर बुझ्नु सक्नुहुन्छ तपाईँहरू र त गाइस अरू चाहिँ माथितिर जाउँ है के कस्तो रहेछ यहाँ अलिकति सोध्ने पनि कोसिस गरौँ न है अलिकति यहाँ दादा नमस्कार कतातिर चंदननगर कलकत्ता কিরকম লাগছে আপনাকে ভালো লাগতেছে এখানে ভালো লাগতেছে কবে আসছেন স্যার 4 তারিখ হোটেলে থাকতেছেন এখন এই জুটা কিরকম লাগে কলকাতা তো অনেক বড় জু হ্যাঁ ও কলকাতা থেকে তো একটু ছোটই আছে আপনাকে কিরকম লাগতেছে এখানে আসে যাবো ও দেখে মানে একটু রেস্ট নিছে अच्छा धन्यवाद धन्यवाद नमस्कार र साथीहरू है तपाईँहरूलाई मैले उहाँहरूसँग पनि परिचय गराएँ कलकत्ताबाट चन्दननगरबाट रहेछ उहाँहरू र उहाँ सबैहरू इन्जोय गरिराख्नु भएको छ टुरिस्ट पनि अब बेसी मात्रामै हुनुहुन्छ आज र हेर्दै जाउँ यहाँको नजारा है र तपाईँहरू एकपल्ट चाहिँ भिजिट गरिदिने जहाँ कहीँबाट पनि हेर्नुहुन्छ है हाम्रो आफ्नै लोकल दार्जिलिङ जूमा खचाखच भइरहेको छ हामी चाहिँ अब यहाँकै लोकलै भएर पनि हामी आउनु पाउँदैन नि त किनभने आफ्नो आफ्नो परिस्थिति कामले गर्दाखेरि ड्युटी है तर आज चाहिँ मेरो भाइसँग मेरो कोट आउने काम थियो र कोटको काम अलिक ढिलो हुनाले गर्दाखेरि चाहिँ तपाईँहरूलाई यसो ल जूको नजारा देखाउनु चाहिँ आइरहेको छु है ल हिमालयन है पर्वतहीन स्थान तेन्जिङ नर्गे अब तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ है जो सिमेन्ट्री हजुर यहाँ चाहिँ तपाईँहरूलाई अब तेन्जिङ नर्गे डकुमेन्ट्री अब तपाईँहरूलाई के छ है यहाँ अब तपाईँहरूलाई म देखाउने कोसिस गर्छु यहाँ चाहिँ तपाईँको रक क्लाइम्बिङहरूको ट्रेनिङ पनि हुन्छ रक क्लाइम्बिङको यहाँनिर भित्र चाहिँ ट्रेनिङहरू हुन्छ है ट्रेनिङ सेन्टर पनि छ र तपाईँहरूलाई म एचएमआई पनि लगेर एचएमआई त्यहाँभित्र पनि लगेर चाहिँ म तपाईँहरूलाई देखाउने छु र मेरो भिडियो मन पऱ्यो भने चाहिँ सेयर लाइक कमेन्ट गर्नु यहाँ ट्रेनिङ पनि हुँदैछ है नानीहरू रहेछ र एकदमै राम्रो दृश्य भइरहेछ है यहाँ हेर्नु सक्नुहुन्छ एकदमै दामी नानीहरू भइरहेछ
नानीहरू देख्नुभयो होला है एकदमै राम्रो खेलिरहेछ इन्जोय गरिरहेछ र यो भित्र अझै एउटा ट्रेनिङ सेन्टर छ है त्यसमा पनि म जानेछु र तपाईँहरूलाई अवश्य देखाउनेछु यो पनि देखाइदिनु भाइ है यो चाहिँ गाइस है तेन्जिङ नर्गे शेर्पा है यहाँ चाहिँ अब पहिला एकदमै तपाईँहरूले अब यो उहाँको स्ट्रिट त बुझ्नुहुन्छ है र पनि एकपल्ट चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु अवश्य एकपल्ट चाहिँ भिजिट गरिदिनु होला तपाईँहरू त्यसरी बसाइदिनु होइन यो माथिको चाहिँ अब दृश्य के रहेछ त्यो चाहिँ अब गएर तपाईँहरूलाई देखाउने छु है अब चाहिँ हामी म्युजियमतर्फ जाउँ है रक गार्डनमा एक प्लेट फोटो अब चाहिँ तपाईँहरूलाई म्युजियमको दृश्य गराउँछ सायद म्युजियमभित्र त क्यामेरा अलग छैन जस्तो लाग्यो र त्यसै लागि तर सोधौँ पहिला आउँदाखेरि चाहिँ क्यामेरा अलग चाहिँ थिएन अहिले चाहिँ मलाई थाहा भएन है तर बाहिरको दृश्य चाहिँ दिएन भने चाहिँ बाहिरको दृश्य चाहिँ अवश्य देखाउने छु मलाई लाग्दैछ भित्र क्यामेरा दिँदैन होला जस्तो लाग्यो हुन्छ बाहिर चाहिँ देखाइदिउँ न ल त गाइस म्युजियम चाहिँ म आइपुगेँ है तर भित्रको चाहिँ दृश्य चाहिँ तपाईँहरूलाई क्यामेरामा चाहिँ देखाउनु दिँदैन है र तपाईँहरूले यहाँ इन्जोय गर्नु सक्नुहुन्छ है यहाँ धेरैवटा बेङ्गोली मुभीको सुटिङ पनि भयो है यहाँनिर पहिला अब 2 वर्ष अगाडि हो र यहाँ चाहिँ तपाईँहरूले एकदमै आएर चाहिँ यो भित्र चाहिँ म्युजियम छ म्युजियममा चाहिँ अब भित्र चाहिँ अलग छैन क्यामेराको त्यसले गर्दा बाहिरको दृश्य चाहिँ तपाईँहरूलाई देखाउने छु र हाम्रो एकदम यहाँ चाहिँ अब एकदम सोमिनर सप एकदम यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ है यहाँको दृश्य पनि हेर्न सक्नुहुन्छ र तपाईँहरूलाई केही पनि कुरो है यहाँ चाहियो भने चाहिँ तपाईँहरूलाई एभाइलेबल पाइहाल्छ तपाईँहरूले हेर्नु सक्नुहुन्छ र त अब चाहिँ यता जाउँ है एकदम यहाँ पर तेन्जिङ नर्गे स्ट्याचु है त्यहाँनिर एकदम तेन्जिङ नर्गे शेर्पाको यो सारी स्मारक तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ र यहाँनिर तपाईँहरूले है हेर्न सक्नुहुन्छ है तपाईँहरू आउँदाखेरि माथि यसमा यहाँ पनि आएर अवश्य भिजिट गर्नु होला है र यहाँको अब तपाईँहरूलाई यहाँको अब वातावरण है तपाईँहरूलाई कस्तो के लाग्यो है कमेन्टमा लेख्नु होला र म चाहिँ आज चाहिँ दार्जिलिङको जूमा छु र जू आइरहेको छु तपाईँहरूलाई हल्का एउटा सानो भए पनि एउटा भिडियो बनाउनु मन लागेर चाहिँ मैले एउटा भिडियो गरेको है यहाँ चाहिँ तपाईँहरू आएर फोटो खिचेर मजाले इन्जोय गर्नु सक्नुहुन्छ आफ्नो फ्यामिलीसँग चाहिँ तपाईँहरू बसेर चाहिँ एकदम इन्जोय गर्नु सक्नुहुन्छ र जति देखाउनु अब यति त होला है र ल त गाइस है अब यतिमा नै अब जोतर्फ फेरि अलिक तल चाहिँ म देखाउनु अब उयो गर्छु है हजुर अब जो यहाँ पनि देखाउन सक्नुहुन्छ दार्जिलिङ ड्रेस है ड्रेस फोटोग्राफी पनि गर्दैछ यहाँ तपाईँहरूले यो ड्रेसहरू पनि तपाईँहरूलाई चाहिन्छ भने चाहिँ यहाँ सबै प्रकारको ड्रेसहरू तपाईँहरूले पाउनुहुन्छ है यहीँनिर छ है एकदमै आएर चाहिँ एकदम यहाँ इन्जोय गरेर यो ड्रेस गरेर चाहिँ फोटो एकदम पोस्टमा फोटो खिच्नु सक्नुहुन्छ तपाईँहरूले है फेरि वेलकम गाइस है फेरि मेरो भिडियो कन्टिन्यू हुनेछ है तपाईँहरूलाई मैले यहाँनिर यो एचएमआईहरू सबै तपाईँहरूलाई यसमा गराएर चाहिँ घुमाएर चाहिँ अब यहाँ चाहिँ बाघ भालु सायद बाघ होला यहाँनिर है तपाईँहरूले यसको अब नजारा म देखाउने छु र मेरो भिडियोमा बनिरहनु होला है अहिले त मैले केही देखिनँ देखेपछि चाहिँ तपाईँहरूलाई यहाँ माथि चाहिँ छ है यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ लेखिरहेको छ कि साइलेन्स है एकदम साइलेन्स भएर चाहिँ उहाँलाई हेर्नु पर्ने छ र हेरिरहेको छ त्यसले चाहिँ अहिले एकदम एट्याक चाहिँ गरेको छैन सायद मर्निङको ब्रेकफास्ट चाहिँ गरेको छैन होला कि मजाले सुति चाहिँ राखेको छ यहाँ तल पनि यहाँ पनि एउटा थियो तर अहिले चाहिँ सायद उठेको छैन रहेछ अलिक अल्छे खालको रहेछ तल देख्नु भयो गाई यहाँ हेर्नुहोस्
साइलेन्स भनेर लेखेको छ है। तपाईँहरू साइलेन्स मुडमा चाहिँ यहाँ हेर्नु हुन्छ। उयो तल हेरिरहेको छ त्यसले चाहिँ। अब त्यो चाहिँ उकालो चाहिँ आउनु मानेको छैन। तपाईँहरू है हेर्नु सक्नुहुन्छ। त्यसले चाहिँ के हेरिरहेको छ है। अब यो चाहिँ तपाईँहरूले हेर्नुभयो है। यहाँदेखि चाहिँ उता चाहिँ यो उकालो छ है। यो उँभोको दृश्य चाहिँ अब के छ त्यो चाहिँ अब तपाईँहरूलाई देखाउनेछु। अब चाहिँ उकालो लाग्दैछु। यहाँ चाहिँ एउटा बाघ यो पहिला चाहिँ अब यहाँ चाहिँ अहिले चाहिँ देखिनँ। यो चाहिँ अब देखिरहेको छ। है पुच्छर चाहिँ देख्नु भयो होला गाइस है। पुच्छर चाहिँ कत्रो ठुलो छ। यहाँ आरामले बसिरहेको छ। यहाँ हेर्नुहोस् यहाँ एकदम घोटी परेर सोच्दैछ यसले पनि आज चाहिँ के गर्ने भनेर। र तपाईँहरूले चाहिँ हेरिसक्नुभयो। अब चाहिँ यो माथिको दृश्य तपाईँहरूलाई देखाउने छु। यहाँ चाहिँ राम्रो राम्रो चराहरू पहिला चाहिँ देखेको थिएँ। अब अहिले चाहिँ के छ हो त्यो चाहिँ मैले अब देखेपछि मात्रै थाहा हुन्छ। यहाँ चाहिँ के रहेछ अहिले यहाँ चाहिँ यहाँ देख्नुभयो होला ऊ त्यसको नाम चाहिँ चितुवा होइन। चितुवा हो यो चाहिँ। यहाँ तल देख्नु हुँदैछ एकदम लेपर्ड। यो चाहिँ ओह्रालोपट्टि फर्केर चाहिँ त्यसले पुरा रिस देखाउँदैछ। योपट्टि जाँदैछु र यहाँ चाहिँ एकदम दामी दामी चराहरू छ है। यो चाहिँ तपाईँहरूलाई म देखाउने छु। अब चाहिँ तपाईँहरूलाई चरा देखाउँछु ल। यहाँ हेर्नुहोस् है गाई। यहाँ हेर्नु सक्नुहुन्छ है। विभिन्न थरीको चराहरू चाहिँ यहाँ छ। यहाँ चाहिँ तपाईँहरूले देख्नु सक्नुहुन्छ है। यहाँ चाहिँ पहिला चाहिँ अब थुप्रो थियो। अहिले चाहिँ सायद एउटा मात्रै देखेँ है। उतापट्टि चाहिँ छ होला। यो चाहिँ तपाईँहरूलाई देखाउँदैछु है। धेरै किसिमको एकदमै राम्रो यहाँ हेर्नुहोस् यो पनि एउटा सुगै हो। पोपटी यहाँबाट चाहिँ अब क्लियर देख्ने रहेछ कि यहाँ हेर्नु सक्नुहुन्छ हो। यहाँ माथि एकदमै मजाको खेल्दैछ है। तल चाहिँ एकदम यहाँ हेर्नुहोस् है। ऊ लु आइज हेर्नु सक्नुहुन्छ। ऊ देख्नु भयो होला हो। सर्कस देखाउँदैछ यसले चाहिँ। ल यहाँ चाहिँ यो चाहिँ अब के हो। यो चाहिँ अब जे हो तपाईँहरूले बुझ्नुहोस् है। यहाँ चाहिँ मैले देखाइदिँदैछु। यहाँ बोट पनि छ है। यहाँ हाम्रो लोकल कुखुराहरू पनि रहेछ। ऊ तल यसलाई चाहिँ के भाले सेकिने भाले कि के भन्थ्यो है। सानो सानो कुखुराहरू रहेछ भालेहरू। यहाँबाट अब तपाईँहरू सबै घुमाएर चाहिँ यो यहाँको दृश्य चाहिँ यति नै होला है। पहिलाको भन्दा चाहिँ कम्ती रहेछ। यहाँ पनि अलिकति देखाइदिनु है। एकदमै राम्रो हेर्नुहोस् त है। यो चाहिँ मोजुर प्रजातिको होला है। यो चाहिँ एकदमै दामी छ। अब यहाँ पनि छ यो चरा देख्न सक्नुहुन्छ हो। एकदमै घुमिरहेको छ। यहाँ चाहिँ तपाईँहरू बोटमा देख्न सक्नुहुन्छ है। र अब चाहिँ यता गएर चाहिँ यो उकालो चाहिँ सायद यो उकालो चाहिँ अब चाहिँ तपाईँहरूलाई म रेड पान्डा देखाउने छु है। रेड पान्डा चाहिँ सायद यो माथि छ जस्तो चाहिँ लाग्यो।
मेरो भिडियोमा चाहिँ बनिरहनु होला है। यो भिडियोलाई चाहिँ तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ सेयर लाइक कमेन्ट गरिदिनु होला गाइस है। र तपाईँहरू जहाँ कहीँबाट पनि मेरो भिडियो हेर्नुहुन्छ भने चाहिँ एकपल्ट चाहिँ यहाँनिर जुमा आएर तपाईँहरूले भिजिट गरिदिनु होला। एकदमै राम्रो है। टुरिस्ट पनि बेसी मात्रामा छ आज है। एकदम मौसम पनि राम्रो भइरहेको छ। बेङ्गल नेसनल है बेङ्गल नेचुरल हिस्ट्री म्युजियम हजुर एकदमै राम्रो म्युजियममा चाहिँ अब दिँदैन है भाइ, यो चाहिँ दिँदैन हो। र यो क्यामेरा चाहिँ भित्र दिँदैन र बाहिरको जुन फुटेजहरू चाहिँ बाहिरको दृश्य चाहिँ म देखाउने छु। यो अगाडि चाहिँ टाइगर डिस्प्ले रेड पान्डा थियो नि त, रेड पान्डा तपाईँहरूलाई देखाउने प्रयत्न गर्छु। मेरो भिडियोमा बनिरहनु होला है। यो भिडियो चाहिँ अलिक लामो हुन्छ होला है, तर स्किप नगरी हेरिदिनु होला। किनभने अब यो एउटै छैन, जू चाहिँ ठुलो एरियामा छ र चाहिँ अब अलग अलग देखाउँदा चाहिँ यो भिडियो सायद लामो भयो। र यो चाहिँ टाइगर चाहिँ लु गाइस हेर्नु सक्नुहुन्छ तपाईँले है। बाघ मुख पनि उता फर्काइरहेको छ। र अब त्यो बाघ हेरिसकेर चाहिँ अब यहाँ उता चाहिँ है के छ त्यो चाहिँ हेर्दैछु। यो चाहिँ सबै बाघको एरिया रहेछ। यहाँतिर त माथि केही छैन रहेछ है। यहाँनिर चाहिँ केही छैन रहेछ र यति नै यो बाघसम्म नै थियो होला है। यहाँको हेर्नु त यो भित्रको दृश्य हेर्नुहोस् है। यो चाहिँ अब एकदमै राम्रो है। प्लान्टहरूले यस्तो सजाइरहेको छ, एकदमै राम्रो है। हामी त अब झारजङ्गल भनेर घरमा उखालेर खाइदिइहाल्छु, तर यहाँनिर हेर्नु कस्तो दामी गरी दिइरहेको छ। यहाँ जे जस्तो भए पनि फुलहरू एकदम यति फुटेर अलग्गै भएर जान्छ। यो प्र्याक्टिसहरू तपाईँहरूले हेर्नु सक्नुहुन्छ है। एकदमै है यो प्र्याक्टिस चाहिँ अब एकदम ठुल्ठुलो हुन्छ। यो त अब सानो रहेछ अहिले है। र प्र्याक्टिसको भेराइटीहरू पनि तपाईँहरूले हेर्नु सक्नुहुन्छ। गाइस है फेरि अब मेरो भिडियो कन्टिन्यू हुनेछ है। माथि त्यो नेसनल म्युजियममा पनि हामीलाई एन्ट्री भएन है। क्यामेरा लानु दिएन म्युजियमतिर। त बाहिरबाट चाहिँ तपाईँहरूलाई जति अब क्याप्चर गरेर दृश्य देखाउन सकेँ त्यो चाहिँ देखाएँ। अब चाहिँ यहाँदेखि तल जाँदैछु म है। यहाँ तल चाहिँ के रहेछ म तपाईँहरूलाई मेरो भिडियोमा बनिरहनु होला। तपाईँहरूलाई म देखाउने छु है। यहाँनिर चाहिँ के रहेछ खाली छ भने चाहिँ कुन चाहिँ कुनामा छ होला तर होइन। ए यहाँ चाहिँ स्याल रहेछ, स्याल। यहाँ चाहिँ स्याल रहेछ। पूरा क्लियर दिख रहा है। यहाँ हेर्नु सक्नुहुन्छ। डॉगी जैसा दिख, इसका फेस आगे का डॉगी जैसा। आइस आइस ल ल ल ल ल ल ल आइस। अरे मत बोल। ल ल आइस माथि झम्टेनु पर्दैन आइस आइस माथि झम्टे नभने आइस ल झम्टिनु खोजेको देखिहाल्नु होला गाइस है। झम्टेर माथि आएको हो चाहिँ अनुहार सनुहार कहाँ पुऱ्याइदिन्थ्यो। हाम्रो चाहिँ गाउँको हाम्रो गाउँको कुकुरलाई चाहिँ ल आइज भन्दा चाहिँ पुच्छरहरूलाई चाहिँ यिनीहरूले चाहिँ ल आइज भन्दा चाहिँ झम्टिनु खोज्दो रहेछ हो। सधैँ त तल हुन्थ्यो नि है। तल नि म त अझै तल हुन्थ्यो नि। यहाँ हेर्नु न यस्तो प्लान्टहरू पनि कस्तो मजाले राखिदिएको। यो त जङ्गलको प्लान्ट हो है। उनको पता रहेगा कितना लोग करते हैं उसी हिसाब से रखा हुआ ना। ल यहाँ हेर्नुहोस् नि यो बाँदर चाहिँ अब यो माथि के खाँदैछ जम गर्दैछ। यहाँ हेरिहाल्नुहोस् नि बच्चा पनि रहेछ, बच्चाहरू पनि रहेछ। हजुर अब हुर्की गयो है। यसको नाम चाहिँ के भन्छ हौ? यो ग्रेलोकु हनुमान बात हनुमान बाँदर है। ए हुन्छ थ्याङ्क यू है। र तपाईँहरू सुनिहाल्नु भयो है। तलबाट के एन्ड भयो हनुमान बाँदर चाहिँ है नेपालीमा भन्नुपर्दा चाहिँ बाँदरको साफ सफाइ गरेर चाहिँ दादाहरू निस्किनु हुँदैछ।
चाहिँ एकदम राम्रो रहेछ तलको हेर्नुहोस् है ए यो त रेड पान्डा त उता पो छ त अब तपाईँहरूलाई चाहिँ म लास्टको चाहिँ एउटा यो भिडियो चाहिँ सायद यो भिडियो चाहिँ अब अन्तिम हुनसक्छ है तर तपाईँहरूलाई चाहिँ रेड पान्डा चाहिँ देखाएर मात्रै भिडियो चाहिँ इन्ड गर्नेछु र यहाँ तलको दृश्य हेर्नुहोस् न कस्तो अब मजाक भइरहेको छ है भालुलाई चाहिँ अब 2-3 पल्ट भयो है भालु हेर्नु आएको तर खै भालु चाहिँ निस्किँदै निस्किएन भालु त कहाँ छ त जुको दृश्य चाहिँ यस्तो भइरहेको छ भालु चाहिँ यहीँ हुन्थ्यो तर आज भालु चाहिँ देखिन यहाँ तल हेर्नु न कस्तो कहाँबाट आएको उनीहरू है कस्तो शान्ति लागिरहेको है कस्तो गरम हुन्छ अहिले गरमको बेला हो उहाँहरूलाई कस्तो शान्ति लागिरहेको हामीलाई चाहिँ अब पानी आयो है यस्तो के भइरहेको भनेर हामीलाई वाक्कै लाग्छ है तर हेर्नुहोस् त टुरिस्टहरूलाई हेरेर नै अब हामीले चाहिँ मन बुझाउनुपर्छ क्या हामी चाहिँ अब हामी चाहिँ दार्जिलिङमा बस्छु है तर हामीलाई स्वर्गीयमा बस्छ त्यो चाहिँ एकदमै राइट कुरा हो गाइस है हामी चाहिँ स्वर्गीयमै छौँ तर हामीले चाहिँ नचिनेको हामीले नबुझेको है किनभने जति पनि टुरिस्टहरू उहाँहरू बाहिरबाट आउनुहुन्छ है उहाँहरूले मात्रै बुझ्छ क्या अब हाम्रो दार्जिलिङको है यो हिल अफ क्विन भनेर जान्दछ दार्जिलिङ है उहाँहरूले मात्रै बुझ्छ यो क्विन भनेर चाहिँ है र तपाईँहरूलाई देखाउने कोसिस चाहिँ गरिरहेको छु तर अब खै भालु त यता भयो योपट्टि चाहिँ के रहेछ है यहाँबाट चाहिँ तपाईँहरू अब गएर चाहिँ है यो माथि चाहिँ अब रेड पान्डा पहिला चाहिँ थियो अहिले चाहिँ कतिवटा थियो है यो चाहिँ तपाईँहरूलाई देखाउनु कोसिस गर्छु यहाँभित्र पनि के थियो होला है कच्छहरू त्यो चाहिँ देखेन मजा आइरहेको छ गाइस है मेरो भिडियो चाहिँ यो चाहिँ अब जूमा चाहिँ फर्स्ट टाइम हो नि त है तपाईँहरूलाई मैले सानो देखाउनुको लागि चाहिँ एउटा भिडियो बनाएको है र तपाईँहरूले चाहिँ मेरो हातको भिडियोमा बनिरहनु होला है यो भिडियो चाहिँ लामो हुन्छ तर तपाईँले स्किप नगरी हेरिदिनु होला किनभने यो जूको चाहिँ एकदमै अब एरिया चाहिँ ठुलो छ नि त त्यसले गर्दाखेरि उता जाँदा चाहिँ अलिक है बेसी लामो भिडियो भयो है र तपाईँहरूलाई चाहिँ म रेड पान्डा चाहिँ अब देखाउनु लिएको छु है तपाईँहरूले देख्नु सक्नुहुन्छ तपाईँहरूले है रेड पान्डा हिल्सको है यो चाहिँ एकदम बेसी मात्रामा चाहिँ हुँदैन एकदम कम्ती मात्रामा मात्रै छ यो रेड पान्डा चाहिँ है र यो चाहिँ दार्जिलिङको एउटा एक्लो सो पिस जस्तै हो यो चाहिँ अब एकदमै अरू चाहिँ देखिनँ एउटा चाहिँ मैले देखेँ है यो माथितिर है यहाँ चाहिँ यो माथि चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ है रुखमा बसिरहेछ एकदमै उता फर्केर बसिरहेछ है किन चाहिँ आजको चाहिँ मर्निङमा चाहिँ तल नझरेको होला है मान्छेको पुरा एकदम हल्ला चिल्लाले गरेर त्यो माथि हेर्दैछ यहाँबाट हेर्न सक्नुहुन्छ गाइस है त्यसले हेर्दैछ हामीलाई देखेर अलिक उता लिन्थ्यो र यो माथिको पनि दृश्य तपाईँहरूलाई देखाउने छु है यहाँ चाहिँ अब तपाईँहरूलाई के देखाउने देख्छु भन्दाखेरि चाहिँ यहाँ पनि त्यही रहेछ है चराहरू रहेछ कति किसिमको प्रजातिहरू यहाँ रहेछ है उता चाहिँ अलिक कम्ती थियो यहाँ चाहिँ अलिक बेसी रहेछ र तपाईँहरूले यहाँ चाहिँ तपाईँहरूले बोटमा हेर्न सक्नुहुन्छ यो साइड कालिसहरू कालिस प्रजातिकै होला है यो चाहिँ एकदमै सानसानो चराहरू पनि छ है यो चाहिँ अब पर रङ्गिन बिरङ्गी चराहरू चाहिँ यहाँ माथि उडिरहेको छ है यहाँ अगाडि चाहिँ यता पनि देख्नुहुन्छ है यहाँ पनि छ
कुन चाहिँ प्रजातिको यो सुगाहरू कुन चाहिँ प्रजातिको है यो धेरै प्रजातिको चिजहरू चाहिँ यहाँ रहेछ है यहाँ तपाईँले देख्न सक्नुहुन्छ चारो खाइरहेको छ है हेर्दा चाहिँ अब मुजुर जस्तो छ तर यो मुजुर चाहिँ यहाँ एकुरियम पनि रहेछ है एकुरियम पनि यो एकुरियम पनि अलिकति देखाइदिनुहोस् है यो एकुरियम तपाईँले हेर्न सक्नुहुन्छ है यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ टाइगर उसका यो यसको नाम होला है तपाईँहरूले देख्न सक्नुहुन्छ है एकोरियममा चाहिँ यस्तो अँधेरो भएको कारणले गर्दाखेरि चाहिँ लाइट नभएको कारणले त्यति देख्दैन रहेछ है यहाँ पनि हेर्नु सक्नुहुन्छ सानो माछाहरू छ यो चाहिँ माछा अरे गाइस है यो चाहिँ एकोरियमभित्रको माछा हो एकोरियम पनि एकदमै दामी प्रकारले बनाउनु भएको रहेछ यहाँ पनि हेर्नु सक्नुहुन्छ गाइस है हेर्नु सक्नुहुन्छ है माछाहरू है कतिको थरीको माछाहरू चाहिँ यहाँ एकोरियममा रहेछ है तपाईँहरूले यो पनि देख्न सक्नुहुन्छ अब चाहिँ हामी माथितिर लाग्यौँ है यो माथि चाहिँ अब के रहेछ तपाईँहरूलाई देखाउने छु यो चाहिँ यहाँ माथि देखाइदिनुहोस् है यो चाहिँ अब के प्रजातिहरू चाहिँ है यहाँ तपाईँहरूले बोट यहाँ देखाइदिनुहोस् बोट पनि छ है यहाँ चाहिँ माथि सुगा प्रजातिको रहेछ हो त्यो बसिरहेको छ यो माथि पनि छ यता पनि देखाइदिनुहोस् यहाँ छेउमा पनि छ छेउमै आएर यसले पनि जात छ मान्छेहरू देख्दाखेरि चाहिँ एकदमै राम्रो कराउँदा रहेछ यहाँ पनि हेरौँ के रहेछ एसियन यहाँ माथि देखाइदिनुहोस् भाइ है एसियन यो के हो माथि यो सुतिरहेछ यो अलिक माथि गर्नु हजुर त्यो सुतिरहेछ त्यसलाई चाहिँ जाडो लागेछ यहाँ पनि छ गाइस है यो हेर्नु सक्नुहुन्छ बोट हेर्नुहोस् है यो चाहिँ वन बिरालो भन्ने चाहिँ यो हेर्नुहोस् नेपालीमा चाहिँ जङ्गली क्याट यहाँ लेखिरहेको छ है यहाँ बोट पनि देखाइदिनु सक्नुहुन्छ तपाईँले है जङ्गली क्याट चाहिँ यो रहेछ यहाँ पनि हेर्नु सक्नुहुन्छ है तपाईँहरूले लेपर्ड क्याट रहेछ गाइस यो चाहिँ भित्र बसेको होला देखिन अब हल्का पानी पनि पर्यो हो पुरा फगी पनि लागिरहेको छ यो भिडियोहरू चाहिँ सायद अब अन्तिम क्षणमा आइपुगेको छ गाइस है र यहाँ देख्न सक्नुहुन्छ यहाँ यो चरा देखाइदिनु यो एकदमै राम्रो कलरको है चरा रहेछ है यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले भित्र छ र त यहाँनिर तपाईँहरूले है जति पनि अब है मैले देखाउने कुरोहरू चाहिँ मैले देखाइसकेँ है र आजलाई चाहिँ यो भिडियो मेरो यहीँ अन्त गर्छु र मेरो भिडियोलाई चाहिँ मन पऱ्यो भने सेयर लाइक तपाईँहरूले गरिदिनुहोस् होला र तपाईँहरूको है अब दिन राम्रो है ह्याभ ए गुड डे र